उच्च अदालत तुलसीपुरको बुटोल इजलासले रासोपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ। जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो। जिल्ला अदालतले दिएको आदेश विरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटोल इजलासमा पुनरावेदन निवेदन दिएका थिए। न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो। बुटोलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई 1 करोड धरौटीमा छोडेको थियो। सुप्रिम सहकारीमा रवि, छवि र जीवी सहित 42 जनालाई प्रतिवादी बनाइएको थियो। उनीहरूले सहकारीको 55 करोड रुपियाँ भन्दा बढी रकम अपचलन गरेको अभियोग छ। यता रवि लामिछानेलाई थुनामा पठाउने आदेश आएसँगै रासोपा भने थप छलफलमा जुटिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतको आदेशसँगै पार्टीका नेताहरू छलफलमा जुटेका हुन्। अहिले काठमाडौँमा उपलब्ध नेताहरूको छलफलमा चलिरहेको छ। सचिवालयका एक नेताका अनुसार अबको रणनीतिबारे योजना बनाउने गरी नेताहरू छलफलमा जुटेका छन्। रासोपाले भोलि चितवनबाट जनयात्रालाई शुभारम्भ गर्दै थियो र सो कार्यक्रममा रवि लामिछानेले सम्बोधन गर्ने बताइएको थियो। उच्च अदालत तुलसीपुरको बुटोलको आजको इजलासले लामिछानेलाई थुनामा पठाउने भनिसके पछाडि उक्त कार्यक्रम हुने या नहुने भन्ने विषयमा चर्चा चलिरहेको छ। तर रासोपाका जानिफकार अनुसार उक्त कार्यक्रम भने नरोक्ने र कार्यक्रम अगाडि बढाउने भन्ने कुराकानी जानकारी आएको छ। खास गरी रवि लामिछानेको पछिल्लो रवि लामिछाने आफैले पछिल्लो पार्टीको बैठकमा अदालतले जस्तो पनि आदेश गर्न सक्छ र उक्त आदेशको लागि हामी सबै तयार हुनुपर्छ भन्ने जानकारी गराएका थिए र रवि लामिछानेले सोही कार्यक्रममा आफूले धेरै कुराको उद्घोष गर्ने, धेरै कुराको जानकारी गराउने, पार्टीप्रति गरिएको प्रतिशोध लगायत योभन्दा अघिल्लो सरकार ढालेको विषयमा समेत रविले उक्त कार्यक्रममा बोल्ने भनेर भनिसके पछाडि उनलाई दुई पटकसम्म सांसद बनाएको चितवन जिल्लालाई सम्बोधन गरेर पहिलो जनयात्रा त्यहाँबाट सुरु गर्ने र मूलतः 5वटा जिल्ला जहाँ उनको यो मुद्दा छ र जहाँ अभियोग लागेको छ ती ठाउँहरूमा चाहिँ यिनले सम्बोधन गर्ने भनेर तयारी गरिएको थियो। तर शुक्रबार साँझ बुटोल उच्च इजलासको अब तुलसीपुरको इजलासले खास गरी बुटोल उच्च अदालतको बुटोल इजलासले चाहिँ रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ र अब भने कार्यक्रम के हुन्छ भन्ने चासो पनि बढेको छ। तर चितवनको जिल्ला पार्टीले भने भोलिको जनयात्रा कार्यक्रम यथावत रहने र कार्यक्रमलाई सम्बोधन गर्नको लागि विभिन्न ठाउँबाट जिल्ला नेताहरू आइसकेको, विभिन्न केन्द्रीय नेताहरू आइसकेको र सभापति उपसभापति दुवै पनि चितवन आउने क्रममा रहेको भनेर जानकारी गराएको छ। यो पूर्व घोषित कार्यक्रम भएको कारणले गर्दा यो कार्यक्रम नरोक्ने र त्यस पछाडिका कार्यक्रमको बारे पनि छलफल गरेर जान सकिने भन्ने कुराकानी चाहिँ हामीले जानकारी पाएका छौँ। खास गरी यो रवि लामिछानेको यो आदेशसँगै अलिकति रवि लामिछाने तत्काल पक्राउ पर्छन् कि पर्दैनन् त भन्ने विषयमा पनि बाहिर चासो को अवस्था छ। खास गरी रवि लामिछानेलाई सामान्यतया अदालतको आदेशमा थुनामुक्त भएका आरोपितहरूलाई पक्राउ गर्न अदालतले प्रशासन प्रोएक्टिभ भने हुँदैन। सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रासोपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटोल इजलासले थुनामा पठाउने आदेश दियो। लामिछानेलाई 1 करोड धरौटीमा रिहा गर्ने आदेश दिएकोमा त्यसलाई बदर गर्दै न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्लाको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो। जिल्लाको आदेश 1 करोड धरौटी राख्ने थियो र उक्त आदेशलाई बदर गर्दै थुनामा पठाउनु गरेको हो भने त्यस्तै उनी जस्तै अर्का अभियुक्त छविलाल जोशीलाई चाहिँ उनको आदेश चाहिँ फेरि अदालतले उनको आदेशलाई सदर गरिदिएको छ। अर्थात् उनले जुन कुरा मागेका थिए त्यो चाहिँ बदर गर्दै जो जिल्ला अदालतले थुनामा पठाउने कुरालाई नै सदर गरिदिएको अवस्था छ। यो आदेशपछि रविले तत्काल आत्मसमर्पण गर्छन् या उनलाई प्रहरीले तत्काल पक्राउ गर्छ भन्ने बारे कतिपय अन्यल देखिएको छ। जिल्ला अदालतको प्रशासनिक प्रमुख बनेका एक उपसचिवका अनुसार उच्च अदालतको आदेश सम्बन्धित जिल्ला अदालतले कार्यान्वयन गर्ने हुन्छ र यस्तोमा 3वटा विकल्पहरू हुन्छन्। खास गरी पहिलोमा थुनामा पठाउने आदेश भएपछि सम्बन्धित व्यक्ति आफै अदालत गएर आत्मसमर्पण गर्ने र थुनामा जाने पहिलो अभ्यास हुन्छ, जो धेरैले आकलन गरे बमोजिम रवि लामिछानेले पनि यही गर्छन् कि भनेर धेरैको आकलन देखिन्छ। दोस्रो, फौजदारी मुद्दा खेपेका आरोपितहरूको सम्बन्धमा
अदालतले नियमित रूपमा तारिक लिनुपर्ने हुन्छ, जो अहिले रवि लामिछानेले नियमित रूपमा तारिक पनि लिइरहेका छन्। र रवि लामिछानेले तारिक लिन जिल्ला अदालत गएको बेला अवस्थामा अदालतका कर्मचारीहरूले प्रहरीलाई खबर गर्ने र उनलाई थुनामा पठाउन पनि सक्छ। यो दोस्रो विकल्प हुनसक्छ। रवि लामिछानेले स्वतः चाहिँ उपस्थित भएर आफूलाई थुनामा लाने गरी आत्मसमर्पण नगरेको अवस्थामा यो विकल्प अदालतले अपनाउन सक्नेछ भने तेस्रो विकल्प चाहिँ अदालतको आदेश बमोजिम प्रहरीले परिचालन गरी आरोपितलाई पक्राउ गर्ने भन्ने हुन्छ। जुन कुरा अलिकति यो चाहिँ यो गर्न आवश्यक छैन भन्ने अथवा त्यति प्रोएक्टिभ अदालत नहुने कारणले गर्दा यो तेस्रो चाहिँ अलि अन्तिम विकल्प हो। सामान्यतया अदालतको आदेशमा थुनामुक्त भएका आरोपितहरूलाई पक्राउ गर्न अदालत प्रशासन प्रोएक्टिभ हुँदैन। अपवादयुक्त अवस्थामा मात्रै जिल्ला अदालतमा पुगेको आदेशअनुसार व्यक्तिलाई पक्राउ गरिन्छ। प्रहरीले पक्राउ नगरेको अवस्थामा तारेकको मितिसम्म बाहिर बस्दा रविमाथि कुनै प्रश्न पनि नउठ्ने ती श्रेष्ठदारहरूले बताएका छन्। जस्तो प्रहरीले पक्राउ नगरेको अवस्थामा तारेकको मितिसम्म रवि बाहिरै बस्न पनि पाउँछन् होइन। तारेकको मितिमा जाँदा चाहिँ भोलि अदालतमा पनि प्रश्न उठ्ने, प्रहरीमा पनि प्रश्न उठ्ने भएको कारणले त्यति बेला समात्न सक्छ, नत्र भने उनी त्यति बेलासम्म बाहिरै बस्न पनि पाउँछ, आत्मसमर्पण नगर्न पनि पाउँछन्। उच्च अदालत बुटोलका सूचना अधिकारी रामबहादुर कुँवरले शुक्रबार राति भइसकेकोले आदेशको वितरण आफूले प्राप्त नगरेको बताए। उनले भने त्यो आदेश सम्बन्धित जिल्ला अदालतमा जान्छ, त्यसपछि मात्रै आरोपितलाई औपचारिक रूपमा जानकारी हुने हो। प्रहरी प्रवक्ता दिनेश आचार्यले आदेशको विवरण प्राप्त नहुन्जेल केही भन्न नसकिने बताए। एक अनलाइनले लेखेको समाचारलाई उद्धृत गर्ने हो भने अदालतको आदेशमा के लेखिएको छ त्यो हेरेर पक्राउ गर्ने वा नगर्ने भन्ने कुराकानीको निर्कुल गरिने भनेर चाहिँ बताइएको छ। खास गरी अहिलेसम्म अदालतको आदेशको पूर्ण विवरण भने बाहिर नआइसकेको कारणले गर्दा यो विषय अझै पनि अन्यलग्रस्त रहेछ र भोलिको कार्यक्रम अगाडि बढ्छ। भोलिको कार्यक्रममा रविले सम्बोधन गर्छन् कि गर्दैनन् भन्ने अर्को प्रश्न छ। सम्भवतः रवि तारेकको समयसम्म पनि बाहिर रहन पाएको कारणले गर्दा र रविको लगभग अब यो थुनामा जाने कुरा निश्चित भइसकेको कारणले गर्दा भोलि रविले आफ्नो सुरक्षा चुनौतीलाई पनि मोलेर सम्बोधन गर्ने कार्यक्रम पनि हुनसक्छ। तथापि रासोपाले नैतिकता प्रदर्शन गर्दै रविले आफैले पनि आत्मसमर्पण गर्ने या अन्य के गर्ने भन्ने विषयमा छलफल गरेर मात्रै यो विषय टुङ्ग्याउन सक्छ र खास गरी यसको प्रतिवाद गर्न पनि जनयात्राको कार्यक्रमलाई चाहिँ यो राज्यले गरिरहेको प्रतिशोधको प्रतिवादका लागि पनि भोलिको जनयात्रा कार्यक्रम चाहिँ अगाडि बढाउने सङ्केत चाहिँ देखा परेको छ।